नमस्ते साथीहरु र आज हामी आइसकेका छौं जेडी बोइज होस्टेल। यो चाहिँ हाम्रो पुलचोक क्याम्पसदेखिको 15 मिनेटको वाकिङ डिस्टेन्समा रहेको छ र यहाँ चाहिँ के कस्तो फ्यासिलिटी छ, कस्तो वातावरण छ, त्यो कुराहरु चाहिँ हामी यहाँको वार्डन दाइसँग बुझ्ने छौं र उहाँसँगै कुरा गरौँ है त। नमस्ते सम्पूर्ण विद्यार्थी भाइहरुलाई यस जेडी होस्टेलमा स्वागत गर्न चाहन्छु। हामी चाहिँ विगत 10 वर्षदेखि यस पुलचोक श्रीबहाल मार्गमा एकदमै शान्त तथा पारिवारिक वातावरणमा हामीले लामो समयदेखि होस्टेल सञ्चालन गरिरहेका छौं। जेडी होस्टेल भन्छ हैन, खासमा यो जेडी चाहिँ के हो के? खासमा यो जेडी चाहिँ सर्ट फर्ममा हो भाइ। हजुर, यसको पूरा रूप चाहिँ जाल्पादेवी बोइज होस्टेल। ओ, जाल्पादेवी बोइज होस्टेल। यो नाम चाहिँ नामको के हिस्ट्री छ कि? भगवानको आस्थाले भगवानको नामबाट राखिएको। राम्रो छ, जे होस् भगवानको आस्था रहेछ है। ए दाइ पनि ठ्याक्कै आउनु भएको रहेछ नि त। ल दाइ बसौँ न त नि। तपाईको सानो जानकारी दिनु पर्यो। भइहाल्छ नि, इन्ट्रोडक्सन दिनु न। म चाहिँ यस जाल्पादेवी बोइज होस्टेलको एउटा ओनर। हामी दुईजना मिलेर चलाइरहेका छौँ। अब के कुरा गर्न छ भाइसँग हाँस्दै मजा गर्दै गरौँला नि त, के छ। होस्टेल आएपछि त फ्यासिलिटीको त कुरा गर्नु पर्यो। अनि दाइ के कस्तो छ त नि फ्यासिलिटी हाम्रो होस्टेलको भनिदिनु न। अब तिमीहरू नि हेर्दै आयो होला, देख्यो होला, एकदम पिसफुल शान्त वातावरण छ, एकदम फ्यामिली ब्याकग्राउन्ड छ, एकदम पार्किङका हाम्रा धेरै प्रशस्त गाडीहरू अटाउने ठाउँ छन्। हजुर, त्यस्तै अब विभिन्न किसिमका फेसिलिटी छन्। दाइ यो रुमहरू चाहिँ हैन तपाईको कति सिटरको छ हैन, अनि कत्रो रुम छ त्यो पनि भनिदिनु पर्यो है। हाम्रो चाहिँ यहाँ टोटल यो होस्टेल चाहिँ 24 सिटरको भाइ। हजुर, त्यसमा चाहिँ सिंगल सिटर, डबल सिटर, ट्रिपल सिटर र 4 सिटर पनि छ हैन। ओ, सेक्युरिटी के कस्तो छ हैन, सुरक्षाको लागि के कस्तो छ त्यो भनिदिनु पर्यो। हामी चाहिँ यो सुरक्षाको लागि चाहिँ हाम्रो सीसी क्यामेरा चाहिँ छँदैछ, तर अब अरू होस्टेलमा चाहिँ यो लडाइँ झगडा भन्ने कुरो चाहिँ एकदम हाम्रोमा चाहिँ एकदम म्याक्सिमम् पुलचोकका विद्यार्थी, यही पाटनका मास्टर पढ्ने विद्यार्थीहरू बसेको हुनाले यहाँ लडाइँ झगडा भन्ने कुरा चाहिँ हुँदैन। त्यही पनि केही परिहाल्यो भने हाम्रो यहाँ पुलिस चौकी नजिकै नै छ। हाम्रो चाहिँ एकदम सुरक्षाको दृष्टिकोणले हाम्रो होस्टेल मलाई लाग्छ यो काठमाडौँको सबभन्दा टप राम्रो छ, धेरै राम्रो छ। अनि दाइ यो के भन्छ पार्किङहरू जुन छ नि, पार्किङमा मैले सुनेछु कि बाइकहरू अहिले काठमाडौँमा धेरै चोरी हुनेछ हैन, अनि के कस्तो छ त यहाँको बाइकहरू राख्नको लागि ठाउँ त एकदमै सुरक्षित छ नि? है भर्खर तपाईँहरू आउँदा चाहिँ देखिहाल्नुभयो, एउटा कम्पाउन्डभित्र छ। हजुर, प्राइभेट हो यो। हजुर, यो कुनै संस्थाको गुठी सुठी भन्ने हुन्छ यतातिर त धेरै, त्यो होइन। हजुर। त्यसले गर्दा यहाँ चाहिँ एकदम ढुक्कका साथ पार्किङ गर्न सकिन्छ। तपाईहरू चाहिँ यो होस्टेलमा कतिजना गार्ड हुनुहुन्छ? हाम्रो स्पेसली गार्ड भनेर हामी त्यसरी गार्डै चाहिँ राखेको छैनौँ कि, हामी सबै सिसी क्यामेरामा हाम्रो चाहिँ कोठाभित्र चाहिँ हामी सबै सिसी क्यामेरामा हेरेर बसिरहनको लागि चाहिँ एकजना राखेका छौँ। एकैछिन, यो सिसी क्यामेरा चाहिँ कोठाभित्र चाहिँ कोठा बाहिर छ नि, फेरि गाह्रो पर्ला नि। कोठाभित्र त हुँदैन, जस कोठा छिर्ने अगाडि ट्याक्क जुन प्यासेज हुन्छ नि, प्यासेजमा चाहिँ को आयो को गयो। होस्टेलमा अब विभिन्न थरीका मान्छेहरू हुन्छन्, सबै कोही नचिन्ने आउन सक्छन्, त्यसको लागि चाहिँ सेक्युरिटी चाहिँ एकदम राम्रो छ। यो हाम्रो साथीहरू कोही आउँछ, अब ल मलाई स्टडी गर्नु मन लाग्यो हैन, अब मलाई नआएको चिज मलाई सिकाइदिनको लागि म कसैलाई बोलाउँछु भने त्यो चाहिँ मिल्छ कि मिल्दैन बोलाउन? त्यो मिल्यो। होस्टेलको वातावरणलाई बिगार्नु भएन। त्यो आफ्नो साथीसँग आएर आफ्नो नजानेको कुराहरू डिस्कस गर्न, सल्लाह गर्न, ज्ञानको कुराहरू गर्न त्यो मजाले पाइन्छ। त्यसमा हामीले एकदमै सहकार्य गर्छौँ। त्यसमा हाम्रो वाइफाईको हैन, विद्युतको के कस्तो फ्यासिलिटी छ त्यो पनि भनिदिनु पर्यो। त्यसमा चाहिँ कुनै शङ्का प्रश्न केही पनि छैन भाइ। हजुर, 24 घण्टा बिजुलीको व्यवस्था, वाइफाई त हुने नै भयो, पानी बत्ती सबैको सुविधा छ एकदमै। अनि वाइफाईमा चाहिँ तपाईँले कुनको वाइफाई जोड्नु भएको छ नि? हामीले वर्ल्डिङको पुरै रकेट जस्तो उड्छ एकदमै। अनि यो जुन वाइफाईको तपाईँले राउटर हुन्छ नि, राउटर त एउटा होला नि कि फ्लोरमा तपाईँले के भन्छ सेकेन्डरी राउटरहरू पनि राख्नु भएको छ? सेकेन्डरी युज गरेछौँ हामीले। सेकेन्डरी यानि कि हरेक तल्लामा चाहिँ आफ्नै तपाईँहरूले सेकेन्डरी राउटर राखिदिनु भएको छ? हाम्रो चाहिँ भाइ यो 4 तलाको होस्टेल हो। 2टा फ्लोरमा चाहिँ प्राइमेरी राउटर छ अनि बाँकी 2टामा चाहिँ सेकेन्डरी राउटर छ। अब कुराकानी गर्दै गर्दा चाहिँ खानाको कुरा आउँछ क्या मेन। घरबाट यार निस्किएर आएको खाना कस्तो हुन्छ होस्टेलमा त्यो त थाहा पाउनु पऱ्यो नि त नि। ल त दाइ खाना कस्तो हुन्छ त्यो भनिदिनु पऱ्यो। ठ्याक्कै खाना कस्तो हुन्छ भन्दाखेरि त अब मैले भन्दा त बढाएर गफ दिए जस्तो हुन्छ हैन। विद्यार्थीहरूलाई जुनसुकै विद्यार्थीलाई सोधे पनि हाम्रो एउटा खानामा एउटा दिदी हुनुहुन्छ, विगत लामो समयदेखि यहीँ पकाउँदै यहीँ बस्नुहुन्छ। उहाँ चाहिँ यहीँ पकाउने, खाने, खुवाउने सबै गर्दाखेरि पुरै फ्यामिली वातावरणमा एकदम राम्रो छ खानाको। यसमा शङ्कै मान्नु पर्दैन।
अनि खानामा चाहिँ अब भेज नन भेज होइन के कस्तो छ त नि फेसिलिटी त्यो पनि भनिदिनु न। खानामा हामी चाहिँ हप्ताको 2 दिन चाहिँ अब भेज खानेलाई चाहिँ पनिर दिएको हुन्छौँ साँझमा होइन। अब नखानेलाई चाहिँ हामीले अब नखानेले त मासु नै खाने भयो, हाम्रो कुखुराको मासु हुन्छ हप्ताको 2 दिन। त्यसै गरी प्रत्येक महिनाको लास्ट दिन चाहिँ हामी लोकल कुखुरा गर्मी जाडोको बेलामा र गर्मीको बेलामा खसी केही ओकेजन सकेजनमा खसी पनि खुवाउँछौँ कहिलेकाहीँ, त्यस्तरी चलिरहेको छ। अनि हप्तामा 1 दिन चाहिँ अन्डा करी च्याप्प मिठो खुवाउँछौँ। कहिलेकाहीँ चाहिँ खाना चाहिँ अब आफैलाई पकाएर खान मन लाग्यो होइन, अब मलाई कहिलेकाहीँ अब ल चाउचाउ खाइदिउँ अन्डा खाइदिउँ आफैले एक्स्ट्रा खान मन लाग्यो भने चाहिँ त्यसको लागि चाहिँ के कस्तो छ, पकाउन मिल्छ कि मिल्दैन? पकाउन नमिल्ने होइन, हाम्रो अघि नै भनिसके फ्यामिली वातावरण भएपछि सबै कुरा मिल्छ। तर त्यसमा चाहिँ अलिकति अग्रिम जानकारी दिएर हामी केही सर्टेन पैसा राखेर चाहिँ ऊ आफैले पकाएर खान नि सकिन्छ। होस्टेलको टाइम टेबल के छ नि दाइ? हाम्रो होस्टेलको टाइम टेबल भनेको बिहान विद्यार्थीहरू पढ्न जाने भएको हुनाले बिहान हामी सबैले उठिरहेको हुन्छ यहाँ होइन, होस्टेल बिहानै खुलिरहेको हुन्छ। तर साँझ चाहिँ अलमोस्ट म्याक्सिमम 8 बजे। हजुर अब 8 बजेभन्दा ढिलो गर्नुभयो भने चाहिँ पहिले जानकारी दिनुपर्ने हुन्छ। हजुर अनि खाना चाहिँ हाम्रो चाहिँ 9 साढे 9 भित्रमा चाहिँ अलमोस्ट भइसक्नुहुन्छ। त्यसपछि आयो भने किचनमा ताला लाउँछ। तर केही समस्या परेर आज यस्तो ढिलो भयो उस्तो ढिलो भयो भने त्यसलाई बुझ्न सकिन्छ। ए अनि खाना चाहिँ मतलब कि कति टाइम खुवाउनुहुन्छ नि तपाईँहरू? खानामा चाहिँ बिहानमा चाहिँ हाम्रो ब्रेड र चिया हुन्छ। हजुर त्यसपछि 9 बजे 9 देखि 10-11 बजेसम्म खाना खुवाउँछौँ। त्यसपछि दिउँसो 2 देखि 3:30 बजेसम्म नास्ता खुवाउँछौँ। त्यसपछि साँझ 8 देखि 9:30 भित्रमा खाना खुवाउँछौँ। अनि कहिलेकाहीँ चाहिँ हाम्रोमा चाहिँ यहाँ इन्जिनियरिङ पढ्ने केटाहरू धेरै भएको हुनाले कहिले चाहिँ उनीहरूको टाइम टेबलले गर्दाखेरि खाना नमिल्दाखेरि हामी 1 बजे नै पकाइदिएको रेकर्ड छन्। अहिले चाहिँ हेर्दै आउँदाखेरि बाथरुम चाहिँ मैले दाइ एकदमै चिटिक्कै परेको देखेँ। कति दिनमा चाहिँ सफा गरिदिनुहुन्छ त्यो चाहिँ भनिदिनु पर्यो नि। हप्ताको 2 दिन चाहिँ सफा गराइरहेको हुन्छौँ। अनि दाइ अब त सरसफाइकै कुरा चलिरहेछ होइन, अनि सरसफाइमा कुरा आउँदाखेरि चाहिँ कपडा धुनु पर्यो जुन चाहिँ इन्जिनियरिङ स्टुडेन्टलाई एकदमै झ्याउ लाग्ने कुरा हो। त के छ त नि कपडा कसैले आएर धुइदिने हो कि वासिङ मेसिन छ हामीसँग? त्यसको लागि चाहिँ हामीसँग वासिङ मेसिनको व्यवस्था छ। हजुर त्यसको लागि चाहिँ हामीले रुटिन बनाइदिएका छौँ फ्लोर अनुसारको। हजुर हप्ताको रुटिन त्यसरी सर्कुलेट गरेर चलाइराखेका छौँ। हजुर त्यस्तो समस्या छैन। हजुर र आफ्नो रुटिनभन्दा बाहिर गएर लुगा धुनुपर्छ भने विशेष कारणले गर्दा समस्याले गर्दा त्यो जानकारी गराएर चाहिँ त्यो रुटिनभन्दा बाहिर गएर पनि कहिलेकाहीँ लुगा धुनु पाइन्छ। कति सिटरको लागि कति रुपियाँ लाग्छ त्यो भनिदिनु पर्यो। फीको कुरा चाहिँ एकदमै विद्यार्थीको नजरले एकदम एफोर्डेबल छ भाइ। हजुर यो सिटरको अनुसार यो सिङ्गल सिटरको अलिक महँगो पर्ने भयो, त्यसपछि डबल सिटरको अलिक सस्तो। हजुर ट्रिपलको त्योभन्दा डबलभन्दा सस्तो, अनि 4 सिटरको हजुर त्यही अनुसारै एफोर्डेबल हुँदै जाने भयो। तपाईँलाई जुन सिटरमा आफूलाई अनुकूल लाग्छ त्यसमा बस्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँले अरू होस्टेलभन्दा चाहिँ एकदमै सस्तो प्राइसमा होइन रुम पाउनुहुनेछ, हो कि होइन दाइ? ल भनिदिनु त। एकदम हो कि यहाँ दाइ? एकदम हो एकदमै हो। त्यसैले अब एकैछिन है दाइ, मैले चाहिँ कहीँ कुनै होस्टेलमा के सुनेछु भनेपछि नि एडमिसन चार्ज लिन्छ अरे, के कस्तो छ त नि एडमिसन चार्ज? तपाईँहरूले पनि लिनुहुन्छ कि? मोटामोटी अलिकति पैसा राखेका छौँ। भिडियो मार्फत आउनुहुन्छ भने चाहिँ तपाईँहरूलाई भर्ना शुल्कमा चाहिँ 50% डिस्काउन्ट दिन सक्छौँ हामी। म नै राजी छु है, म नै राजी छु 50%मा। अब कुराकानी पनि धेरै लामो भइसक्यो होइन, उहाँहरूले पनि एकदमै आफ्नो महत्त्वपूर्ण समय दिनुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। र तपाईँहरूले चाहिँ अब हाम्रो भ्युअर्सलाई के भन्न चाहनुहुन्छ त्यो एकचोटि यसो भनिदिनु न। सर्वप्रथम त यस होस्टेलमा स्वागत गर्न चाहन्छु विद्यार्थी भाइहरूलाई। हजुर त्यसपछि भाइको च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला। हजुर यति नै भन्न चाहन्छु। तपाईँ चाहिँ? मैले चाहिँ यो अहिलेसम्म गरेको विद्यार्थीहरूलाई सेवा गऱ्यौँ, अब नयाँ आउने विद्यार्थीलाई पनि सेवा गर्न पाऊँ भनेर हामी आतुर छौँ भन्न म चाहन्छु। हस् ल त धन्यवाद है, धन्यवाद। हामी चाहिँ अहिले होस्टेलको छतमा छौँ होइन, र यहाँ चाहिँ तपाईँहरूले कपडा सुकाउनु सक्नुहुन्छ। यहाँ धोइसकेपछि कपडाहरू सुकाउने ठाउँ छ। र यति मात्रै होइन, यहाँ माथि पनि छ है। ल आउन त साथी, यहाँ माथिको पनि देखाइदिउँ होइन। ल जाम्न त कस्तो छ टेरेस। हावा चलिरहेको छ अहिले साँझको समयमा। एकदमै शीतल जोस्, गर्मीमा चाहिँ शीतलै हुने रहेछ नि है। यहाँ त सोलर जेनेरेसन पनि रहेछ त यहाँ। सोलर जेनेरेसन तातो पानीको लागि होला यो। हजुर यता पनि कपडाहरू सुकाउन पायो। अब पछि चाहिँ तपाईँहरूले यहाँ डोरी लगाएर पनि सुकाउँदा भयो है कपडा। हेर्न सक्नुहुन्छ, राम्रो भ्यू छ। यहाँबाट भ्यू पनि राम्रो आइरहेछ। जे होस्
अल्छी लागेको बेलामा चाहिँ छतमा आएर पढ्न पनि रमाइलो हुन्छ है र रमाइलो रहेछ। यता पनि देखाइदियो त यार, यहाँ माथिबाट राम्रो भ्यू आउँछ।